बाहिर ठग्ने भाषण हेरी म मान्छे छैन मान्छे छैन म त उ त हेर्दिएन यहाँ गाई चाहिँ कराएकै हो त्यो करायो होला हिजो केही दिन मलाई दुईवटा काप्दै काप्दैन भने उता नि बेचिनँ त्यो ठाग्नेले बेचिनँ त्यो ठाग्नेले उता गाई पाल्छ सक्ने पोरे ढाल्यो पारेर नै होइन भागहरूले त ल्याएको थियो अर्को रोड अगाडि अब कोही ठाउँ त पानी पनि किन्नु पर्छ नि किन्नु पर्छ पानी अब लराई अब हाम्रो यहाँ त पानी छ पानी छ सहरमा दाउरा छ सहरमा त पानी किन्न पर्यो अब ग्यास किन्नै पर्यो सबै अब यहाँ त दाउरा छ यति सागलाई कति पर्ने हो सब्जी किन्ने क्या बा टमाटर ल्याउनै पर्यो अनि प्याज ल्याउनै पर्यो सब तिउन दाल किन्नै पर्यो यहाँ गाउँ आफ्नो जोडेर त पैसा परेन त जति पनि चामल किन्ने तेल किन्ने हाम्रो त अब सागसब्जी यहीँ छन् सस्तै खोलानको सागेर नि किन्ने नि ताल त यहाँ त आफै लगाने आफै खाने नि आफै लगाने आफै खाने अलि हुन्छ भने बेच्ने त्यो पनि बेच्छन् त्यो पनि हुन्छ गर्ने मान्छेले गरेका छन् नि गर्ने मान्छेले गरेका छन् अहिले कोबाङ चौरन लसुन रोपेको बा गाउँ छोड्या छन् त केही नभए ग्यास छैन भने दाउरा छ यस्ता जति पाले नि भयो आफ्नो वनमा गयो दाउरा ल्यायो चिसो छ भने आगो बाल्यो हात ततायो ठन्डा हावा छ यहाँ घाम हुन्न केही हुन्न यहाँ घाम लाग्दैन त्यो गुण राम्रो घाम लाग्दैन काम गर्ने सोझालो अनि जे रोप्छु भने यहाँ होइजान्छ उब्जिजान्छ सहरमा त छैन त्यहाँ त त्यही हो दिउँसो घाम लाग्यो भने भित्र मरिया सकिए भन्दै थकाले उज्याउनु बेला जाडो पनि हुन्छ नि जाडो हुन्छ कुहिरो लाग्ने लुग्लु लाग्छ मुच्ची त बिलियो अस्ति दिन सर्नु मान्छ कस्तो रहन नि यो रुमुटी मान्छ लिउने दाउरा बाल्दैन कस्तो रहन बुहारी भन्ने माइला बुहारीलाई अनि त्यो बानी परेर आउन नि बतायो हामी आउनु भने सक्दैनौँ तिनीहरू बानी परेर आउन नि अब सहरमा पैसा छैन भने केही छैन के छैन म आगर त ठुक्दिल भने ठुक्दिन्नन् होइन हिँडबाट बिचरो जाने ठुक्दिन्नन् बा अब रुखमेल पनि ठुक्ने छैन रुखमेल गति लडिन्छ त्यही भएर आफ्नै गाउँमा बस्ने आफै लगाने आफै खाने धेरै छ भने बेच्ने त्यति खाने जति त होइजान्छ नि होइजान्छ होइन अब भात खान्छु भने मकै बनाएर त्यसले बेच्यो होइन उहाँ त्यहीले चामल लिनु गयो सिमी रोप्यो चामल लिने खाइहाल्छन् अनि भाङ्गो छार्यो भने त्यसको फलले ल्याल्छन् अब लोक्टा भने ऊ होइजान्छ रुपियाँ होइजान्छ यहाँ दुनियाँले के गरेका छन् के सोच हुनु पर्यो क्या आफ्नो मनमा हुनु पर्यो एउटा ऊ हुनु पर्यो कोसिस हुनु पर्यो बुद्धि हुनु पर्यो अब सबै विदेश गए त यहाँ को रहन्छ दुनियाँ कस्तो किसिम गरेका छन् यहाँ अहिले हुने त होइन गाउँमा त बड्डा मान्छे मात्रै नि यहाँ त बड्डा र बड्डी मात्रै छन् यो सबै विदेश मर्नु अहिले कोही घरमा मर्यो भने विपत्ता पर्यो भने नफर्किन सक्ने त्यो घर जान मर्यो भने त्यो आउनु छैन फिल्म भन्छ र तिहारमा छैन फिल्म एउटा छोरो कतार छ एउटा छोरा मलेसिया छ बुहारी मरेको छ हामीले यहाँ रोकेको छौँ छोरालाई आउनु दिन्न अरे उहाँ मलेसियाबाट बताएर
त्यही हो नि अब दुःख सुखमा मान्छे आउनै सक्दैन सक्दैन के तिहार छ भने मान्छे छैनन् बड्डाबड्डी मान्छे छन् गाउँमा अब तिनले के गर्ने हुन् 4 होटल रोक्ने रहेछन् 4-5 जनाले सासू असु ससुरा हुनन् बड्डा बड्डाले मैले साटको कोभिडमा चाहिँ बाँकी सासू अझै साग किनार खाने साटो खाने गर्ने मिठो हुन्छ खाऊ साग खाऊ भाइ साग तिम्रो खाऊ खाऊ के एउटै थालमा हो खाने बान्ने भयो बान्नेले खान्छ भन्थ्यो कहिले एउटै थालमा खुवाउनु भयो पिरो पिरो छ नि यत्रो थालमा परात नहालिदिनु गरेर जानभरि बस्छन् खान्छ भन्थ्यो चाबी अब यो कहिलेको बच्चा हो यो बिल राखेर पाउनु खाऊ तिमीले बनाइथ्यौ ल खानु पर्यो सागसित मिठो हुन्छ कि तेरो बाबु खर्च म डेढ पार खान्थेँ कि 5 बजे नि पर्छ नि यो कता रुइ जाँदैछ कि यहीँ सुत्या थियो त एउटा दादु चाटेला आलू की सब्जी पक गई पाक्यो नि भयो पाक्यो बाक्लो अहिले बाक्लो गरेर नि अहिले आलू की सब्जी बनाई मैंने कहाँ लगान्छौ पाका लगाएर बाहिर लगाएर अब हुआ यूं कि मैं बई के घर आया मेरा मन कर गया रुकने का लेकिन अभी यहाँ बई ने बोला खाने को क्या है तो आलू थे और तड़के का सामान उतना नहीं है तो उसमें सिर्फ लहसुन की हरी पत्तियाँ नमक तेल है मिर्च है वो डाल के मैंने आलू की सब्ज़ी बनाई है बॉईल करके दाल जैसी। अब बॉय जो है चावल बनाएंगे फिर हम दोनों मिलके चावल और आलू की सब्ज़ी खाएंगे रात को। बहुत सारे लोग बोलेंगे कि भाई ये तो छंगपीरा है। अब भाई नेपाल में ये ट्रेडिशनल है। अब मेरे लिए मेरी दादी ने बना के रखा है तो मैं तो कैसे छोड़ सकता हूँ ना इसको। बॉय ने बनाया था चावल, मैंने बनाया था आलू की सब्ज़ी और ये हम दोनों बैठ के खा रहे हैं। लेकिन नमक थोड़ा सा तेज हो गया है। नुन चर्को छ नि भाइ म खाइले जस्तो भए पनि खाने त जस्तो भए खाने गुइ हुन्छ। अब भाई बिस्तर लगाने की तैयारी कर रहे हैं। तो आज मैं सोऊंगा यहीं पे और वो सोएंगे उस तरफ, मैं सोऊंगा इस तरफ। ये मैं दिखा रहा हूँ कि भाई झाड़ू मारे, लेकिन अब मैं मारूंगा झाड़ू, उनको थोड़ी मारने दूंगा। बट शी इज़ रियली स्वीट। बोलते हैं रात को सोने से पहले झाड़ू मारना चाहिए। न म लगान्छु उतापट्टि छोडिदेऊ न कुछुन चिरिया छ अर्को कता पनि भन्ने म त गाठ लागेको छ। यो ठिकै हो भाइ, तेरो आयो मर्दै छ त अलि बच्चोस् क्या, म त मरिजान्छु क्या म झट्टै। अनि फेरि तेरो मेरो गरेर झुझ्या छन् अनि गरेर झुझ्या छन् कि मै मर्छु त अलि मर्दैनस् भन्थे क्या। मेरो घर अलिक ठुलो रहेछ बाबु, खालि महिना जन्म्या बन्नन् अघि थाहै थिएन क्या। कति वर्षको भयो त्यो थाहै छैन। पट्टा छैन। माघ कम यो माघ त मेरो महिना हो। ए माघ अनि त्यो निकल्दा आउँ कि भाग्दैको आउँ कि त्यो थाहा छैन। अघि जर्मन डर झन् थाहा थिएन, यस्तो स्कुलको थाहा थिएन। तेरो बाबुहरू तेरो फुपूले कोही पढेनन् ए भयो भन्नु। भर्खर कोहीले एउटा दुइटाले पढ्थे, उयो पनि फल्दे माथि
नत्र त 90 पुग्यो 800 गरे त्यो त 90 त पोर गरे है के भने भा थोरै लग्यो 90 भन्दा बढी होला नि बढी बाजे कति उमेरमा गए उनले 90 खायो कि कसरी खायो न उनले पनि खायो उनको आयो मेरो आयो थोरै छ भने उनले चाहिँ उहाँ त काठमाडौँमा गोका कट्टा हो कट्टा इटला भएको छ उनले म त्यो कान्छी गरेँ कान्छी घरैभरि उल्याएको गए नहुने चाहिँ गेट उठा यहीँको जस्तो हल्का हल्का घोगा यहाँ प्यालो घोगा हुन्छ कि सेतो हुन्छ सेतो यहाँ सेतो हुन्छ नि मैले चाहिँ बिउली थिएँ अझै मास च्यात्दै नै क्या तर्दैछु क्या सेतो फेरि डाना यत्रो हातै यति लामा हुँदैन तिमीले छर्या थियो छाड्थेँ 1 साल छाड्थेँ हुन्छै हुन्न भने भयो फेरि के त्यो पिठो राम्रो रोटी बनाने बेला रोटी बनान्छ मगर रोटी पनि बनाउने हो हालतमै त्यो खर्च पनि यहीँ त्यो गट्टा भएर डिल खाने पिस ल्यान्छ नि त्यो मसिनो बनाउने हातै हुन्छ यहीँको ग्यारा भने यी चिर्सी भन्छन् अहिले चिर्सिउ छर्छन् त गोगा पनि ठुला ठुला यहाँ पहिल्यैदेखि सेतो गोगा थियो कि प्यालो पनि थियो पहिला एक फेरा पेले छर्यो तेरो बाजे हुने त्यो कति भएन बा एक कोसा भयो अलि सानो ठुलोभन्दा अलि सानो सेटे छर्यो त्यो भयो अहिले त अलि ठुलो छर्छ चिर्सीको अच्छा तिमी पनि त्यही छर्छौ त्यो हुन्छ चिर्सीको छर्छ म चिर्सीको होइन अहिले पाक्ने दिलो गर्छ अब हरियो हुन्छ अलि यहाँ त आलु पनि रातो हुने रहेछ नि सेतो त हुन्न रातो हुन्छ डक्कै आलु एउटा दुइटा हुन्छ सेतो अरू सबै रातो आलु एकदमै रातो हिजो तल खन्ने बेलामा भेटाएको थिएँ नि मैले रातै थियो रातो कटर भेटी हेर्छ ठिकै थियो यत्रो त ठुल्ठुलो तति यत्रो छन् भने यत्रो के आलु होला यहाँ ल्याएको थियो एक पेट 2 दिन पकाएर खाइथ्यौँ अर्नी अघि हुन्थ्यो भयो हामीले रोप्नु यत्रो हुन्थ्यो यत्रो तिमी त आफै उगाने आफै खाने नि बेच्ने त गर्दैन थियो नि अहिले त माइला लिदिन्छन् त्यो चान लिदियो भन्छु र म जान रोप्दैन खन्दैन ओ तिम्रो घरमा न्याट त रोपिदिन्छ र त्यो उसको बनाएर आफै रोप्नु हो अहिले त आलु बेसी गरे अहिले सार्यौँ भने चाहिँ अहिले बनाएर ल्याउनु